देख्नुभयो होला सस फुल्लेको नि अहिले पच्कियो किनभने देख्न सक्छ मेरो ससेसको सब्जी। सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको ब्लग भनेको त किचनदेखि स्टार्ट छ है, किचनदेखि किनभने युट्युबमा आजकल हल्का हल्का डिस हुन्छ अनि किचनदेखि म स्टार्ट छु। अनि चामल लगिदिने बसालिसकेको हजुरले हेर्न सक्नुहुन्छ। अनि त्यसपछि आजको हो सब्जी भनेको यही हो, फ्रोजन चिकन, मतलब भन्छन् ससेस भन्छन् है, फ्रोजन चिकन लेखेको छ गरे हेर्नु। अनि यस्तो हुन्छ चिकन ससेस हो, ससेस ससेस अनि ससेस हो। अनि त्यही बनाउने आलु हालेर के गर्नु अब, काट्न पर्यो ससेसलाई होइन। त्यसलाई पहिला फ्राई गर्नुपर्छ। एउटा हातले कसरी हुन्छ, पहिला काट्छु ससेसलाई यसरी काट्नुपर्छ होइन, आइसाइ सहजै। अनि कराही तात्तिनै बाँकी छ, के गर्नु तेल, अब पानी सुकेपछि तेल हाल्नुपर्छ होला मजाले। अनि मजा आउँछ त्यसपछि खाना ससेस। पहिला त्यसलाई फ्राई गर्नुपर्छ, फ्राई गरेपछि सब्जी गर्छ नि त, लास्ट अन्तिम हाल्नुपर्छ ससलाई, त्यही थाहा छ भन्छन् कि त्यही अन्तिम हाल्नुपर्छ भनेर। अनि हेर्न सक्नुहुन्छ ससेस यो काटेकै छैन, पहिला ससेसलाई पहिला भुटिहालौँ न। अनि बल्ल मजा आउँछ तेल हालौँ। धनिया हाल्न छ भने धनिया लिएर जानु है, तेल हालौँ न। तेल हाल्नुपर्छ। तेल हाल्यो नि त, अब तातेपछि अनि बल्ल मजा आउँछ। ढक्कन लगाइदिनु पहिला, फेरि खस्ला भने महँगो तेल यार। पानी पनि रहेछ अरे, हिजोको पानी खाएर थियो। के बनाउनु पर्छ हजुरले? मासु होइन, पात्ता गोबी बनाइदिनु भएको छ अरे पो। थोरै थियो हिजो बनाइदिनु त्यस्तो बेसी पानी मायालु तिमीले मलाई छाड्यौ। अब हालौँ भन। ओ तातो हेरमा ल, यसपछि हाल्नुपर्छ झर्र गरेर। तेल तातिसक्यो नि त, अब तेल अब त्यसमा हाल्नु पर्यो ससेस। मजाले भाप मनी निस्किन थाल्यो, अब हाल्नु पर्यो ससेस यार। थोरै थोरै गरेर हाल्नु पर्यो हेर्नु त, पानी पनि छ पाक्छ मस्त होला। अब फ्राई हुनु नि त, पानी देखिन्छ। अब यस्तो मजाले हाल्ने हानेर चलाउने। ल ल जानु जानु, हजुरको त सब्जी पाक्यो नि त। छोप्ने किन यहाँ राख्नुपर्छ त, छोप्ने यो ठाउँको। ल रातो रातो देखेको नि त, यो खास यो मासुको हुन्छ नि त, मासु पिसेर हुन्छ यसमा। हजुर जानु, मेरो यहाँ पाक्ने छ नि त, रोक्दै रोक्नु न हजुर त। के भन्नु, चामल भइसक्यो। अनि अझै भात पाक्नै बाँकी छ हो, जानु जानु।
अझै पाक्नै बाँकी छ यार। यसलाई पहिला भुट मजाले, त्यसम्मसम्म त यो काटिहाल्छु एकछिनमा, यो काटिहाल्छु प्याज स्याज, अनि काटेपछि हल्का सजिलो पाकेपछि अनि लाम्मै पकाइदिने, अनि त्यसपछि राम्रो पकाइदिने, लाम्मै खाइदिने, अनि सुत्दिनँ भोलि फेरि ड्युटी जाने। ल सस अनि पाक्न थाल्यो अब। तेल कम भयो क्या, रातो रातो हुन्छ अनि पाकेको हुन्छ क्या। अरू त पाकिसकेछ थोरै, अरू थोरै पाक्न बाँकी छ। अनि मैले यो सब काटिसकेँ नि त, प्याज स्याज सब। अनि यहाँ त लसुन हाल्न के भनेको, लसुन तर छैन, खोजेको गर्नु लसुन छैन, खोजेको लसुन छैन। गर्मी लाग्न थाल्यो, गर्मीको सिजन आइसक्यो नि त। चामल पाक्यो होला, चामल हेरौँ यार फेरि वान टाइम। चामल यस्तो गरेर हेर्छु नि म, जहिले पनि चामल बनाउँछु नि त, तल हेर्छु पानी ल सुकेछ भन्ने, अनि ढाकिदिने, लम्मै बन्द गरिदिने ग्यास, अनि पकाउने गएर सक्सेस। त्यो हुन्छ नि सोयाबिन थाहा छ, त्यस्तै हुन्छ क्या, सेम सोयाबिन जस्तो फुल्लिन्छ। अहिले यसबाट निकालेपछि हल्का सुकिहाल्छ फेरि यो। अब यो भइसक्यो, अनि यो पाक्न निकाल्नै बाँकी छ। अब निकाल्न पऱ्यो, पाकिसक्यो भनौँ, अब एकछिनमा निकाल्नुपर्छ। देख्नुभयो होला सस फुल्लेको नि, अहिले पच्कियो, किनभने निकाल्यो नि त बाहिर तेलबाट, अनि पच्कियो। फेरि खाना पनि मिल्यो क्या यस्तै। ओ झन् नि हल्का हल्का फुलेको झन् कस्तो पातलो हुँदै जान्छ चाहिँ। तेल तातेपछि सिधै आलु हाल्छु, आलु हालेपछि सही हुन्छ त्यसमा, चाहिएको सब्जी हेरिदिनु यार। सबै बनाउनु छ हजुर त अहिले बन्द। ग्यास तात्यो, ग्यास सोरी तेल तात्यो, अनि त्यसमा आलु परेर हाल्नु नि त, आलु खस्यो यार एउटा साइड, चुर्र गर्छ त। अच्छा लाग्न थाल्यो अरे। अब आलु पकाइदिउँ, पानी थियो थोरै यार, माथि उडेछ तेल। ए हातले यार हुन्छ तेलै तेल हुनु थाल्यो हातमा। बनाउने मजाले ससेज खाने। मेरो जहिले पनि माछा छ किचनमै हुन्छ, सुट बाहिर त हुँदै हुन्छ। अब कहाँ जानु, ड्युटी जानु, रुममा आउनु, कहाँ जानु, भिडियो यही बाहिर कहाँ मार्केट गइन्छ होला, सब्जी लिएर आइन्छ, अनि चाहिँ किचनमा खाना आइन्छ, अनि सिधै रुममा सुत्ने, भोलि उठ्ने, ड्युटी जाने। हजुरलाई कति ड्युटीको देखाम भनेको, कति ड्युटी भनौँ, अनि ड्युटीको देखाउँदा हजुरहरूलाई त्यही ड्युटीको मात्र देखाउँछ, अरू घुम्न गएको देखाउँदैन। अनि कहाँबाट हुन्छ त सुट भिडियो, अनि त्यही
किचनमा आएर एकैचोटि स्टार्ट गरिदिएको थियो मैले भिडियो। आज फेरि किचनमा पनि त्यति मान्छेहरू छैन, आज फेरि लेट भइसक्यो खाना खानु। फेरि 12 बज्छ, हिजो पनि 12 बज्यो। आज पनि किचन खाली छ, मान्छेहरू कोही छैन, कोही कोही मात्रै हो छ उता साइडमा। यता पुरा खाली किचन। उता एकजनाको खाना छ अनि मेरो साइडबाट खाना छ अनि बन्दैछ राम्रो खाना। जिन्दगीमा पैसा कमाउनको पछाडि भाग्य छ अनि के गर्नु गाइज। हेर्न सक्नु आलु कस्तो मिठो बनायो। अझ आलु पाकेपछि यसमा हल्का यो हालिदिन्छु अदरक, यो प्याज अदरक हालिदिनु सही हुन्छ। यो हालिदिएको सही बास्ना हुन्छ फेरि। अदरक प्याज खुर्सानी ग्यासले जल्न थाल्यो। ग्यासले सुरु गर्नु पऱ्यो। ग्यासले सुरु गर्छ अनि त्यसपछि खाना बन्छ। एकछिन पकाम अनि त्यसपछि लेट्सी अगाडि हेर्दै जानु पकाउँछु। अब ससेसमा पानी हालिसकेँ, हेर्नु सक्नु जसले। थोरै पकाम अनि त्यसपछि ससेस पनि खाँदा खाँदा सकिनु थाल्यो नि। चामल त भइसकेको छ। खाँदै खाँदै सकिनु थाल्छ। अनि उम्लिन्छ नि, त्यसपछि ससेस हालिदिन्छु मम्मी। ग्यासै बन्द भयो जस्तो गर्दा। Lighter, ever lighter. Boom. Boom. धेरै भइसक्यो न म त आलु पाएको छैन। पानी अझै हाल्नु पर्यो। ससेस खाँदा खाँदा सकियो। धनिया पनि हाल्न छ अनि त्यसपछि टमाटर हालेँ। टमाटर गलेपछि थोरै ग्रेभी हुन्छ नि त। अनि ग्रेभी भएपछि पुरा हालिदिनु ससेस अनि त्यसपछि धनिया हाल्ने। त्यसपछि खाना अनि रुममा सुत्दिनँ खाली गल्ली। त्यही हो काम। अब यो खाइ सक्यो। अब पाक्न थोरै छ, त्यसपछि के गर्नु हो खाने अनि खाएर सुत्नै खाली पर्छ। हजुरले देख्न सक्छ मेरो ससेसको सब्जी मस्तले बनाइसकेको छु। नाइ डढे छैन। यो दाई हाम्रो एकचोटि हाई गरिदिनु दाई, यो भ्लग हो। हेलो गाइस। अनि बल्ल अब सक्यो नि त। अब त्यही सब्जी अझ रुममा गएर खाने यही सब्जी ससेसको। ल अब आजको भिडियो यहीसम्म। नेक्स्ट भिडियोको लागि बाई बाई गाइज। राम्रो लाइक सेयर गरिदिनु होला। सबैभन्दा राम्रो त फेरि मेरो लाइक गरिदिनु होला क्या। यो अब यहीँ किचनमै भिडियो सुरु, यही किचनमै अन्तिम भयो मेरो भिडियो। अनि के गर्नु, नेक्स्ट भिडियोको लागि बाई बाई गाइज।